आफ्नो जीविका निर्वाह गर्नका निम्ति गाँजा खेती लागेको कारणबाट ती बा अहिले जेलमा छन्। म भन्न चाहन्छु सभामुख महोदय, विनियोजन विधेयक 83 र 84 को छलफलको बारेमा मैले भनेको थिएँ। गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो हो। नेपालको हावापानी सुहाउँदो हिमाल तराई पहाडमा हुने गाँजा खेतीको निम्ति कानुन बनाऊ, विधि बनाऊ, यसलाई जनताको हितको निम्ति काम गरौँ, मैले त्यही निवेदन गरेको थिएँ। सरकारले ठाडो कान लाएन, सरकारले राम्रो बुझेन। त्यसैले गर्दा अहिले धनकुटाका जनताहरू बहुत पीरमा छन्। र म भन्न चाहन्छु विश्व स्वास्थ्य सङ्गठनले 99% गाँजा यो चाहिँ औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसक्यो। विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घले गाँजा लागु औषध होइन भने त्यो सूचीबाट हटाइसक्यो। आज 62 वटा देशमा गाँजा खेती हुन्छ, त्यहाँको आर्थिक समृद्धि विशाल भएको छ, तमाम युवाले रोजगारको व्यवस्था भएको छ। त्यसै गरिकन हाम्रो छिमेकी देश भारत 1 वर्षमा 6 अरबदेखि लिएर 10 अरबसम्म गाँजाबाट आर्थिक आर्जन गर्छ। त्यसै गरिकन अहिले एसियाको विश्व बजारमा 1 खरब 50 अरब र 90 करोड बराबरको अमेरिकी डलरबाट गाँजाको बजारको व्यवस्था छ। आज हाम्रो देशमा सबैभन्दा राम्रो उत्तम गाँजा विश्वमा सबैभन्दा राम्रो हुने, तर आज हामीले गाँजाको कानुन बनाउन सकेका छैनौँ। त्यसैले गर्दाखेरि सभामुख मार्फत म सरकारलाई निवेदन गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु, अब गाँजा खेतीको कानुन बनाऊ, निलम्बन यसलाई चाहिँ विधिसम्म सञ्चालन गर्ने वातावरण बनाउनको निम्ति म आग्रह गर्न चाहन्छु। यदि हामीले समयमै सोचेको भए यो देशको अर्थतन्त्र सुदृढ हुन्थ्यो, मजबुत हुन्थ्यो। भर्खर मात्र गण्डकी प्रदेशले कानुन बनाएको छ, गाँजा रोप्ने बाटो खुल्ला गरिदिएको छ। त्यहाँको जनताहरू उत्साहित छन्, त्यहाँको व्यवसायी उत्साहित छन्, त्यहाँको युवाहरू उत्साहित छन्। अब गाँजा खेतीको निम्ति उनीहरूले रोजगारको व्यवस्था हुनेछ। त्यसैले गर्दा म सभामुख मार्फत सरकारलाई भन्न चाहन्छु, अब गाँजा खेतीबाट के फाइदा हुन्छ त? पहिलो कुरो चाहिँ हामीले यो देशको अर्थतन्त्रलाई सुदृढ, यो देशको अर्थतन्त्रलाई मजबुत बनाइसकेपछि हामीले भौतिक निर्माणहरू गर्न सजिलो हुन्छ, देशको अर्थतन्त्र सहज र सक्षम हुन्छ भन्ने कुरा राख्न चाहन्छु। यसको साथसाथै म भन्न चाहन्छु, अहिले विश्व बजारमा सबभन्दा गाँजाको डिमान्ड छ औषधिको निम्ति। यदि हामीले गाँजा बेच्न सक्यौँ भने अन्तर्राष्ट्रिय मुद्रा हामीले यो देशमा जम्मा गर्न सक्छौँ।